सो गाइज वेलकम ब्याक टु द मनिष ब्लग। अनि आज भने चाहिँ म फेरि पनि ब्याक भइसकेको छु। अब ब्याक टु ब्याकमा आइरहेको छु। अब आफ्नो चाहिँ च्यानलमा चाहिँ म अपडेट दिइरहेको छु होइन। विभिन्न कारणले गर्दा चाहिँ मैले विगतमा चाहिँ आफ्नो च्यानललाई टाइम दिन पाएको थिइनँ र अलि टाइम मिलाएर चाहिँ म आफ्नो ड्युटी पनि गरिरहेको छु र मेरो च्यानललाई मेरो सब्सक्राइबर्सहरूलाई टाइम पनि छुट्याएको छु र आजबाट नियमित चाहिँ म आफ्नो ब्लगहरू रेगुलर रूपमा अपलोड गर्नेछु। सो आज भने चाहिँ अब त्यही हो, म कर्स फायर सोरुममा छु अहिले चाहिँ होइन। बाइकको अपडेटहरू त दिइरहेको छु। अब नयाँ नयाँ के गतिविधि आउँछ म तपाईँलाई देखाउने छु। सो अब चाहिँ ढिलो नगरिकन हामी चाहिँ अब तल जान्छौँ यता गाइस। अब भने चाहिँ हामी तल जानुपर्छ होइन। तल गएर चाहिँ अब हामी चाहिँ अब सोरुमबाट के कस्तो हुन्छ त्यस पछाडि चाहिँ म तपाईँहरूलाई देखाउँछु होइन। मेरो बाइक चाहिँ त्यहाँ छ, त्यो कालो केटिएम हो अनि चाहिँ सोरुमको बाइक हो। मेन्टेनेन्स गर्नुपर्छ है केटा बाइक जस्तो बनाउनलाई चाहिँ। सो त्यो बाइकमा जान्छु म अब। र म त फेरि चाबी बिर्सेर फेरि फर्किनु पऱ्यो होइन। यस्तो अब त तल तल चाबी नै छैन कि अब सायद मैले कहाँ राखेँ त ज्याकेटतिर राखेँ कि होइन। अघि मैले ज्याकेट चेन्ज गरेको थिएँ, सायद मेबी ज्याकेटमै हुनुपर्छ जस्तो लाग्छ। यदि ज्याकेटमा छैन भने त गाह्रो पर्छ नि त केटा हो। ल छैन त, कहाँ गएको त मेरो ला? अरे कहाँ हो न त? ल चाबी त छैन त, कहाँ गयो मेरो चाबी? मैले त यतै गर्दै राखेँ जस्तो लाग्छ। ल चाबी हराएछ गाइज, एकछिन म खोज्छु यता चाबी। सेट गाइज, यो मेरो फल्ट है। चाबी चाहिँ कहाँ रहेछ भन्दाखेरि होइन, यहाँ रहेछ कि ठ्याक्क हेलमेटबाट होइन। यस्तो लुकेर बसेर रहेछ कि। ओइ चाबी हेर्नु न, चाबी केटिएमको यस्तो नि हुन्छ मान्छेलाई, यस्तो दुःख दिने एकछिन त सातो पुत्लो हुँदैन सोचे भए पनि। सेट गाइज चाहिँ अब भने चाहिँ हामी घरतिर जानुपर्छ खाना खान है। घरको खाना खानुपर्छ, बाहिर भन्नु अलिकति छुट्टै छ। सो अब भने चाहिँ हामी घरतिर प्रस्थान गर्दैछौँ खाना खान। सो गाइज घरमा जानुपर्छ खाना खान। ल घरमै गर्दैछु हजुरलाई। सो गाइज अहिले भन्छु म घर आइसकेको अवस्था छ होइन। घर आइसकेको अवस्था छ र मलाई मनपर्ने फ्रेन्च फ्राई यहाँ बनाइसकेको रहेछ होइन घरमा। अब भने चाहिँ हामी फ्रेन्च फ्राइसँग होइन ट्याक्क खाना खानुपर्छ। अब खाना खाएर चाहिँ बाइक पुरा गरौँ है त। म धेरै पछाडि आज भ्लगमा आफ्नो च्यानलमा फर्केको नि त। धेरै पछाडि भ्लग बनाउँदा चाहिँ अलिकति नौलो लागेको। अलि कस्तो कस्तो अलि हुन्छ नि, हामी एउटा डिफ्रेन्ट ठाउँमा जाँदाखेरि नयाँ ठाउँमा जाँदा अलिकति नौलो हामीले चाहिँ त्यो महसुस गर्छौँ नि, त्यस्तै फिल भएको। अलिकति के नमिले के गरे टाइपको फिल भएको। त्यही पनि म राम्रै गर्नेछु, राम्रै हुनेछ भन्ने आशा गर्दछु। र सोरुममा पनि अहिले फेरि बाइकहरू भइरहेको छैन नि त। बाइक 10 अगाडि भनेको थियो त्यो रसुवाको पुल समथिङ, त्यो नेपाल चाइनाको बोर्डर जोड्ने पुल रहेछ जुन ट्रान्सपोर्ट आवत चाइनाबाट नेपाल आउने सामान। त्यो चाहिँ कस्तो भएको छ भन्दाखेरि भत्केछ क्या, त्यो बाढीले भत्काइदिएछ। अनि त्यो अब बन्छ भन्ने थियो, बनाउँदैछ होला सायद। त्यही हामीले चाहिँ जानकारी पाएअनुसार चाहिँ त्यही पाएको थियो, बनाउँदैछ अरे त्यो। अस्ति भर्खर फेरि एउटा जानकारी आएको थियो दसैँमा खोल्ने आएको थियो, अनि दसैँमा भएन। फेरि त्यो पछाडि अर्को जानकारी आयो दसैँ तिहार पछाडि। र दसैँ तिहार पछाडि पनि भएन, त्यो दसैँ तिहारको बिचमा भनेर नि आएको थियो, त्यो पनि भएन। अनि लास्टचोटि अस्ति भर्खर चाहिँ 5 डिसेम्बरमा खोल्ने भनेर आएको थियो होइन। 5 डिसेम्बरमा, अनि अस्ति त भयो 5 डिसेम्बर। मैले माथि हेडअफिसमा फोन गरेर सोधेँ 5 डिसेम्बर त गयो कहिले हो? हामीले चाहिँ अब यहाँ कस्टमरहरूले अब वेट गरिराख्नु भएको छ, अब ढिलो पनि भइसक्यो भन्दाखेरि चाहिँ खोलेन अरे भन्ने फेरि जानकारी आयो। कति वर्ष त गाह्रो भयो, बुकिङहरू सबै टोटल्ली छ। अब बाइक पनि नभएको होइन, बाइक पनि टोटल्ली छ हाम्रो भन्सारमै छ। त्यो पुल निर्माण नभएको कारणले चाहिँ बाइकहरू आउनु सकेको छैन।
त्यही हो बाइक चाहिँ हामीले ल्याउने कोसिस गरिरहेको छौँ होइन अब त्यस्तै हो यो हुन्छ होइन यो चाहिँ हाम्रो ग्यारेज स्कुटर हो बाइक चाहिँ ऊ त्यो हो कि क्रस फायर आरएमजी भन्ने चाहिँ होइन यो कालो चाहिँ एचजी हो यो रातो चाहिँ आरएम हो होइन अनि कस्तो भयो भन्दाखेरि चाहिँ बाइक अब आउँछ होला छिटो नै आउँछ होला मैले माथि हेड अफिसमा त बुझ्दैछु त्यही पनि हाम्रो केटाहरूलाई चाहिँ मैले बाइकलाई चाहिँ हरदम प्रयासहरू गरिरहेको छु होइन तर केटाहरू होइन हेर्दा लुक्स चाहिँ आरएम चाहिँ एकदम बबाल छ होइन तर फिल गर्नु हो भने बुझ्नु हो भने फिचर अनुसार चाहिँ आरएमजी चाहिँ धेरै बबाल छ है अहिलेको चाहिँ यस्तो बबाल छ नि हरेक कुरा चेन्ज छ कि मलाई त साँच्चै होइन आरएम पनि चलाएँ एजीहरू छ तर बबाल लाग्यो मलाई आरएमजी कि अहिलेको चाहिँ अब त्यही त अनि समयअनुसार अपडेट हुँदै आउने राम्रो राम्रो फिचरहरू आएको छ बाइकमा चाहिँ तर आउँछ होला अब चाहिँ बाइक मेबी मेरो हिसाबमा चाहिँ अब जनवरीसम्म चाहिँ आइपुग्छ जस्तो लाग्छ त्यही पनि म मेरो कस्टमरहरूलाई कसैले आरएमजी लिने सोच गर्दै हुनुहुन्छ भने लिनु ढुक्कले लिँदा हुन्छ बाइक चाहिँ एकदम बवाल छ होइन एज अ मेरो पोस्ट भएर म सोरुममा ड्युटी गर्ने भनेर मात्र भनेको होइन त्यो तपाईँहरूले आएर टेस्ट राइड गरेर फिल पनि गर्न सक्नुहुन्छ कि कस्तो छ आरएमजी भन्ने कुरो अब मैले फिडब्याक दिएअनुसार चाहिँ मैले फिल गरेअनुसार चाहिँ एकदम बवाल छ स्ट्रङ छ मेन भनेको इन्जिन र पिकअप साउन्ड इन्जिन चाहिँ एफआई इन्जिन हो त्यसै राम्रो पऱ्यो पहिलाको कार्बोरेटर इन्जिन हुँदा चाहिँ त्यही 19-20 माइलेज दिन्थ्यो भने अहिलेको एफआई इन्जिनले चाहिँ 30 देखि 35 लिटर क्लेम गर्छ है हेड अफिसबाट पर लिटर है अनि अर्को भनेको तपाईँको आरएमको त पिकअप छ तर त्यसको त अब आरएमजीको अगाडि फेरि केही जस्तो नि होइन आरएमजीको यस्तो बवाल छ नि अलिकति हार्ड जस्तो लाग्छ होइन तर त्यो हार्ड थोरै बटारे पनि जान्छ कि त्यो नयाँमा त्यस्तो पछि पछि त सफ्ट हुँदै जान्छ अनि साउन्ड के पहिलाको आरएमहरूको त बाहिर डिभिगिलर हुन्थ्यो यताउता अहिलेको त भित्रै डिभिगिलर सेयर्छ निकाल्नु नि मिल्दैन यस्तो बवाल छ नि साउन्ड डट डट त्यो जमानामा त्यो बुलेटहरूको आवाज आउँथ्यो नि त्यो एकदम के एकचोटि छोडेपछि बिचमा ग्याप अनि फेरि अर्को भनेको ड ग्याप ड ड ड ड ड त्यस्तो टाइपको चाहिँ आवाज छ कि अहिलेको चाहिँ त्यो आवाज चाहिँ बवाल लागेको डुल एक्जस्ट हो नि त साउन्ड त्यसै लाउँछ अहिले त ट्राफिकहरूले पनि के गर्न पाउँदैन नि त कम्पनीले गरेको चाहिँ अनि त्यो त के पनि नेपाल सरकारले पारित गरेको सबै कुरा चेक जाँच गरेर सरकारी इन्जिनियरले सबै राखेर गरेको हुन्छ होइन राम्रो छ बाइक चाहिँ अब आउनेवाला छ आए पछाडि म तपाईँहरूलाई बाइकको सबै डिटेल देखाएर बनाउँछु होइन अहिलेमा के आयो अब फर्स्ट लडमा त अब मैले त्यति बनाउनु पाएन अब त्यतिखेर अब त्यस्तै कामले बिजी भयो होइन तर म सोचिरहेको थिएँ तर बिजी भएर चाहिँ मैले बनाउनु पाएन अबको लडहरूमा चाहिँ अब अहिले चाहिँ स्कुटरहरू देखाइरहेको छु गरी 205 किलोमिटर चल्ने रेन्ज अनि इलेक्ट्रिक स्कुटरहरू एक्चुअली लेसी अब 3 वर्ष ब्याट्री वारेन्टी हुन्छ 3 वर्षसम्म पेट्रोलै हाल्नु परेन खर्चै छैन क्या अब त्यही टायर खियो भने मात्र कि डिस्क प्याड खियो भने मात्र अरू त केही पनि खर्च छैन स्कुटर पनि बबाल छ र बाइक पनि बबाल छ यदि लिने सोच गर्नुहुन्छ भने हजुरहरू डाइरेक्ट क्रस फायर सोरुम भिजिट गर्न सक्नुहुन्छ हाम्रो चाहिँ पोखरा नयाँ बजारमा रहेको छ र सोरुममा मै हुन्छु है तपाईँहरूले मसँग आएर बुझ्दा पनि हुन्छ म मजाले बुझाइदिन्छु बाइक भन्छ भने तपाईँले टेस्ट राइड पनि दिन्छु म है टेस्ट राइडको कुनै पैसा लाग्दैन टेस्ट राइड पनि गर्न सक्नुहुन्छ फिल गर्न सक्नुहुन्छ र यदि तपाईँलाई लिने इच्छै हुनुहुन्छ भने हजुरहरूले बुकिङ पनि गर्न सक्नुहुन्छ पछि बाइक रहेछ भने चाहिँ क्यासमै लान्छु भने पनि हुन्छ है हामीसँग चाहिँ दुईवटै अप्सन छ अनि त्यही हो अलिकति लेसी अब डट चढ्नेहरूलाई चाहिँ फेरि अलिकति डिफ्रेन्ट फिल गर्नलाई त लिने हो होइन अब व्हिली हान्नलाई पनि एकदम बेस्ट छ कि फेरि बाइक थोरै बटाले पनि वहाँ कहाँ पुग्छ बाइक त व्हिली हान्नेहरूको लागि त पावर एकदम राम्रो छ होइन जे होस् तर मैले चाहिँ आरएमजी जस्तो चाहिँ मैले क्रस फायरमा यति धेरै मोडल छ आरएमजी जस्तो चाहिँ ट्याक्क सबै कुरा मिलेको छ अनि अर्को कुरा मैले के गर्छु भन्दाखेरि ग्राफिक्स के अहिलेको ग्राफिक आरएमजीको यस्तो बबल छ रेम्बो कलर छ कि तपाईँको अब दिउँसो घाम लाग्दा होस् 3-4वटा कलर देख्छ कि एउटै त्यो रिफ्लेक्ट भएर कि त्यो ग्राफिक रिफ्लेक्ट भयो भने चाहिँ
3-4वटा कलर देखिन्छ कि एउटै ग्राफिकमा 3-4वटा के। अनि तपाईँको झन् नाइट टाइममा अलिकति डार्क नाइटमा चाहिँ अरूको बाइकले आफ्नो बाइकमा त्यो लाइट रिफ्लेक्ट हानेको बेलामा चाहिँ त्यो ग्राफिकमा पऱ्यो भने यस्तो टल्किन्छ। मलाई ग्राफिकले पनि धेरै एट्र्याक्सन पारेको कि त्यो बाइकमा चाहिँ। सानो अहिलेको त स्विचहरू अनि त्यो बटनहरू पनि यस्तो अपडेट गराइदिएको। स्विच पनि तपाईँको त अब कस्तो कि अलि एक्स्ट्रा टाइपको राख्दैछ कि युनिक टाइपको होइन। अनि त्यो चाबी हाल्ने कुरा अब पहिला त लामो आउँथ्यो होइन। अहिलेको त सानो के तपाईँले केही गरेर भुलेर चाबी चाहिँ छोडिदिनु भने कसैले भन्दैन कि यहाँ यो बाइकमा चाबी छ भनेर। अलिकति कुनामा छ अनि चाबी पनि यस्तो बवाल तरिकाले अपडेट गराइदिएछ नि होइन। बाइक चाहिँ यस्तो बवाल छ। सो गाइज र यति भन्दै आज चाहिँ म बिदा हुन्छु। बाइक पनि छैन नभए मैले देखाइदिन्थेँ होइन। भन्दै अब बाइक आएपछि चाहिँ म तपाईँहरूलाई पुरा विवरण दिन्छु, बाइकको चाहिँ सबै जानकारी गराउँछु। यति भन्दै चाहिँ म अहिले यहाँबाट बिदा हुन्छु है। किन भन्दाखेरि अब मेरो अरू पनि काम छ आजको लागि चाहिँ। अब यति म बाइक चाहिँ अरू दिनमा अपडेट गर्दै गर्छु। सो मेरो च्यानललाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब र सेयर गर्नु चाहिँ नभुल्नु होला। मेरो च्यानलको नाम छ द मनिष ब्लग र तपाईँहरूले उहाँ भेट्न सक्नुहुन्छ होइन। बाइकको लागि बुझ्न सक्नुहुन्छ। म क्रस फायर सोरुममै हुन्छु, माथि सोरुममै मेरो काम हो होइन। तपाईँहरूलाई बाइक रेजन मोटर सेटहरू सबै मिलाउँछु। सो गाइज डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सब्सक्राइब भन्दै यति भन्दै म बिदा हुन्छु। जय नेपाल।